ल जोस यो बैठक चाहिँ वार्षिक साधारण सभा भनेको कतिको महत्त्वपूर्ण छ भन्ने कुरा बाआमा दाजुभाइ दिदीबहिनीहरू र उपस्थित सम्पूर्ण अग्रजहरूलाई धन्यवाद। साथै संसारभरिबाट हेर्नुभएका हाम्रा पुन जातिका मित्रहरू साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि थाहा हुनुपर्छ कि आफ्नो संस्थामा चाहिँ एजिएम भनेको के हो, वार्षिक साधारण सभाको महत्त्व के हो भन्ने कुरा थाहा हुनुपर्छ। त्यसले गर्दाखेरि चाहिँ यो साधारण सभामा उपस्थित हुनको लागि चाहिँ हामीले बारम्बार आह्वान गर्छौँ। कार्य समितिले सबैले भन्नुहुन्छ तर यो कुरा हामी बुझिँदैन। त्यसले गर्दाखेरि चाहिँ हजुरहरू वार्षिक साधारण सभा हुँदा सकेसम्म आउनुहोस् र यो कुराहरू बुझ्नुहोस्। एउटा कुरा चाहिँ त्यो तपाईहरुसँग अपिल हाम्रो हामी सम्पूर्ण कार्य समिति हाम्रो पनि धेरै छैन, 1 वर्षपछि त फेरि नयाँ कार्य समिति आउने हो। नयाँ कार्य समितिलाई पनि यस्तै तरिकाको मद्दत गर्नु होला। अर्को कुरा चाहिँ मैले हाम्रो क्याप्टेन जेठानको क्यान्सर म दिन खोजिरहेको थिएँ, बस्नुहोस् भनेको उहाँ मान्नु भएन, तर उहाँ गइसक्नुभयो। र एउटा कुरा के छ भन्दाखेरि हामी मनुष्य जीवन लिएर यो धरतीमा आएका छौँ र प्रत्येक व्यक्तिको मानव अधिकार उल्लङ्घन गर्न कसैले पनि पाउँदैन। हामी यहाँ बसेको व्यक्तिहरू हामी पुन भन्छौँ, पुन हो। हामी मिलेर बसिरहेका छौँ। हामीले पुन नगर भन्नेहरूलाई चाहिँ तिमीहरू यहाँ नबस्नुहोस् भनेको होइन, जानुहोस् भनेको पनि होइन, आउनुहोस् मिल्न भनेको। 2013 सालमा पुन समाज युकेलाई फटाउने र फुटाल्ने व्यक्तिहरूको नाम तपाईहरुलाई दिउँ भने तपाईहरुको आफन्त पर्ला, गाह्रो पर्ला, दुःख पर्ला, त्यो आफ्नै ठाउँमा छ। तर दुर्भाग्य के छ भन्दाखेरि तपाईँ हामीले चाहिँ आखिरीमा जानु पर्यो भने, मुद्दा मामिला गर्नु पर्यो भने अदालतमा जे छ त्यही भन्नुपर्छ। त्यो कुरा तपाईहरुलाई पनि थाहा हुनुपर्छ। त्यसले गर्दाखेरि चाहिँ पुन समाज युके चाहिँ 2013 सालमा फुटाएपछि पुन मगर भएर केही साथीहरू जानुभयो। त्यसपछि हामीले त 2007 सालदेखि स्थापनादेखि 2022-23 सालसम्म चाहिँ विश्वास गरेर उहाँहरूलाई चाहिँ समाज चलाउनुहोस् भनेर छोडेको हो, दिएको हो। तपाईहरुलाई थाहा छ, मलाई पनि थाहा छ। मैले कन्सर्न जति बेला गरेँ त्यति बेला 2013 सालमा फुट्यो पुन समाज। अनि त्यसपछि चाहिँ मैले चाहिँ उहाँहरूलाई के भनेको थिएँ भन्दा धनदाई चाहिँ सेक्रेटरी थियो। अनि होइन धनदाई, पुन समाज युकेलाई टुक्रा टुक्रा पार्ने कसैको अधिकार छ र भन्ने खालको कुरा मैले गरेको थिएँ। गर्दाखेरि उहाँले चाहिँ होइन भाइ, विधानै छैन त हजुर भन्ने कुरा गर्यो। अनि तेज रामजाजीले चाहिँ के भन्नुभयो भन्दाखेरि कृष्णजी 2 पन्नाको छ विधान हजुर, हाँ गर्दै हाँस्नुभयो। अनि त्यो विधान मलाई दिनुहोस् भने मैले पछि लिएर स्टडी गरेँ। अनि मलाई पनि थाहा थिएन, तर म नेपाली समाजसँग केही कुराहरू काम गर्ने सिलसिलामा मैले केही कुराहरू बुझेको थिएँ, विधान चाहिँ कसरी लेख्नुपर्छ। अनि यहाँ नेपालको नेपालीहरू यहाँ युके आएर नेपालको संस्थाहरूमा सबभन्दा मैले पहिला पनि भनेको थिएँ लास्ट इयरको एजिएममा, सबभन्दा पुरानो संस्था भनेको 500 संस्था, नेवारहरूको संस्था अनि यति संस्थाहरू हो। उहाँहरूले चाहिँ विधान कसरी लेखेको थियो अनि के भयो थियो भन्ने कुराहरू खोज तलास गर्दै जाँदाखेरि पछि आएका हामी पुन, गुरुङ, राई, लिम्बू सम्पूर्ण जातिहरूको विधानहरू लेख्ने कपी राइट गर्दै सिक्दै गएर गरेको कुराहरू भएको कारणले मैले त्यति बेला पनि भनेको थिएँ यो चाहिँ यस्तो हो हजुर भन्ने खालको कुरा गर्दाखेरि धनदाई र एक फगामी उहाँहरू चाहिँ अध्यक्ष सचिव हुनुहुन्थ्यो। जबरजस्ती मलाई चाहिँ विधान लेख्नुहोस् भनेर भन्नुभयो। त्यसपछि मैले विधान लेख्न त म सक्दैन, तर मैले जानेको 1-2वटा कुराहरू भन्छु है हजुर भन्ने कुरा गर्दाखेरि संस्थामा सदस्य भएपछि सदस्यको जिम्मेवारी छ कि छैन भन्दाखेरि छैन भन्नुभयो। अनि त्यही संस्थाको सदस्यको जिम्मेवारी नभएपछि त्यो संस्था कसरी चलाउने अनि सदस्यले जिम्मेवारी कसरी बुझ्ने भन्ने कुराहरू गर्दा त्यति बेलादेखि चाहिँ यो अलिकति परिमार्जन गर्दै ल्याउनु हो। र मैले 2013 सालको घटना, त्यसपछि 2018 सालको घटना पुन समाज युकेको त्यो घटनाहरू तपाईहरुलाई
थाहा छ छैन, तर मैले त्यति बेला पनि मैले भनेको थिएँ। अफसोस मलाई अलिकति दुःख चाहिँ के लागिरहेको छ, 2018 सालमा हाम्रो क्याप्टेन उमेश साहबले चाहिँ लिन खोज्दा मैले चाहिँ नगर्नुहोस्, त्यस्तो बदमास नगर्नुहोस्, पर्खिनुहोस् भन्ने कुरा गरेको थिएँ। तर म आजभोलि म आफै पछुताउँछु, किनभने उयो के अलिकति डिले भइसक्यो। र त्यति बेला पनि मैले हाम्रो अर्जुन भाइलाई राम्रोसँग भनेको थिएँ, हाम्रो 5 जना समिति विधान समिति थियौँ। एउटा त तारा जय हुनुहुन्छ, यही हुनुहुन्छ, एउटा अति दाई, अनि अर्जुन भाइ र म, अनि एउटा भवि दाई चाहिँ नथलमा हुनुहुन्छ। मैले त्यति बेला पनि भनेको पुन समाज युकेको विधानमा अरू कुनै पनि संस्था र अरू कुनै जातको चाहिँ विधान सम्मिलित गर्नु हुँदैन मित्रहरू। मेरो तर्फबाट चाहिँ यो नलेख्नुहोस्, यो थापा राणा आले मगर के नाना थरी चाहिँ नलेख्नुहोस्। त्यो लेख्यो भने चाहिँ पछि समस्या आउँछ है। यो चाहिँ भने मेरो व्यक्तिगत विचारहरू पोखाएँ, तर त्यति बेला त्यो कुरा हुन सकेन। किन भन्दाखेरि बहुमतको कुरा मान्नुपर्छ। 5 जनामा म एक्लै गराएर गएन, अरू चुप्प लागेपछि त म पनि त्यही पछि लाग्नु पर्यो, मैले छोडिदिएँ। अनि त्यसपछि 2023 सालमा ग्राम एसेम्ब्ली भयो, अधिवेशन भयो। त्यति बेला पनि यही हामी अहिले भएको कार्य समितिलाई चाहिँ तिमीहरू समितिमा बस्नुहुन्न भनेर चाहिँ के अरे विधान चाहिँ रातारात चाहिँ तोडमोड गरेर हामीलाई चाहिँ रातो लिस्टमा निकाल्नु भयो। हो त्यसपछि चाहिँ फेरि तपाईँहरू नै आएर कराएर यो चाहिँ हुँदैन है भन्ने खालको कुरा गरेपछि बल्ल हामी 23 सालमा चाहिँ के अरे हामी स्थापना भयो यो अहिलेको कार्य समिति। त्यसपछि फुलहरू चाहिँ मगरको थरहरूमा छ है भनेर थापा राणाले गरेर 7वटा थर राखेको विधानलाई चाहिँ बनाउनलाई चाहिँ उहाँ र मलाई अनि उहाँलाई कस्तो गाह्रो भयो होला तपाईँहरू आफै इमेजिन गर्नुहोस्। थाहा थियो, तर त्यो गर्नको लागि हामीले जबरजस्ती गर्न त मिल्दैन। अनि हामीले त त्यो विधानलाई चाहिँ संशोधन गर्नको लागि त अधिवेशनमा गर्नुपर्ने थियो, तर अधिवेशनमा चाहिँ के अरे संशोधन गर्न नसकिएपछि त्यसलाई चाहिँ हामीले चाहिँ 2024 सालको एजिएममा लास्ट इयर हामी यसरी गरौँ हजुर। लास्ट इयर चाहिँ के अरे संस्करण चाहिँ चेन्ज भएको छैन, यसलाई चाहिँ संस्करण पनि चेन्ज गर्ने। अनि समितिले ल्याएको विधानको मस्यौदालाई जनताले मान्नुभयो भने मगरमै बसौँला, होइन भने हामी पुन भएर बसौँ भन्ने कुरा चाहिँ भएको हो। अनि त्यो कुरा गर्दै गर्दै जाँदाखेरि सम्पूर्ण भिडियो क्लिप चाहिँ आदरणीय रूपा दिदीले राख्नु भएको फेसबुकको भिडियो क्लिप हेर्नुभयो भने नरबहादुर पुन उहाँ चाहिँ मेरो जेठा गर्नुहुन्छ। मैले साइनो लाउँदाखेरि के कारणबाट हो र उहाँले पनि लास्टमा बोल्छु भनेर भन्नुभयो। त्यसपछि उहाँलाई चाहिँ होइन साह्रै गर्नुभयो, दिउँ भन्दाखेरि चाहिँ सरी नमस्ते हामी पुन हो गएँ हजुर भन्नु जानुभयो। अनि लक्ष्मण राईले पनि भाइ म त परे पुन, म त ठिक भयो पुन जाँदै हो भन्नुभयो। अनि त्यो कुराहरू सबै भिडियो क्लिपमा हेर्नुभयो भने खुलस्त छ। अनि अलिकति टाइम लिन्छु, माफ गर्नुहोस्। अनि त्यसपछि तपाईहरुलाई चाहिँ बारम्बार कार्य समितिको साथीहरुलाई एरिया रे प्राण प्रेसिडेन्टज्यूहरुलाई मेरो आग्रह के थियो भन्दाखेरि सदस्यको जिम्मेवारी राम्रोसँग पढिदिनुस् अनि सदस्य बनाउनुस्। तपाईको एरियामा सदस्य हुँदाखेरि तपाईको जिम्मेवारी पढ्नुस्, त्यसपछि तपाई अगाडि बढ्नुस् अनि अनुशासनमा बस्ने कोसिस गरौँ भन्ने कुरा चाहिँ भएको थियो। तर यो कुरा त हामीले त भनिन्छ गरिन्छ, तर व्यक्तिको चालचलन र आचरणले के जनाउँछ, बुद्धि विवेक के छ त्यसमा फरक पर्छ। त्यसले गर्दाखेरि चाहिँ तपाईहरु पनि पढ्न जान्दैन, लेख्न जान्दैन, समाजको सदस्य हुनुभयो, तर तपाईहरुले बुझ्नुपर्ने बाआमाहरुले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि कार्य समितिले गरेको कामहरुमा कुनै गल्ती छ भने गल्ती छ, तपाईहरु यो नगर्नुस् भन्ने तपाईहरुको अधिकार छ। र तपाईहरुले कुन समाज युगको कुनै पनि काम अनि विकासको कुराहरुमा चाहिँ बाधा अर्चन विरोध गर्न पाउँदैन। र पुन समाज युगको कोषाध्यक्ष देवमान पुन
ले एक पैसा खान पाउँदैन कोषाध्यक्ष के हो मलाई हामीलाई थाहा छ तपाईलाई पनि थाहा हुनुपर्छ त्यही कारणले गर्दाखेरि इमर्जेन्सी फन्ड चाहिँ 5000 पौन्ड राखेको थियो बिचराले चाहिँ म मेरो कार्य अवधिमा राख्दैन यो 5000 चाहिँ ब्याङ्क टु ट्रान्सफर गरौँ भन्ने कुरा गरेर त्यसैले हामीलाई यो समस्याहरूले गर्दाखेरि हामी त्यो पनि तपाईहरुलाई चाहिँ जानकारी दिनुपर्छ तर जसलाई थाहा छ तपाईहरुलाई थाहा छ थाहा नभएको व्यक्तिहरूले चाहिँ यस्तो हुँदो रहेछ यो कोषाध्यक्षलाई यस्तो हुँदो रहेछ यो समितिलाई यस्तो हुँदो रहेछ भन्ने कुरा तपाईहरुलाई थाहा हुन जरुरी छ र आउने भविष्यमा आउने नयाँ पिढीका भाइ बहिनीहरूलाई पनि यो कुराहरू थाहा हुन एकदमै जरुरी छ र संस्थामा कार्य समितिले गरेको काममा कुनै दुःख पर्छ तपाईलाई चित्त बुझ्दैन भने चाहिँ अहिलेको जस्तो इन्डिभिजुअली र ग्रुप बनाएर अर्को तरिकाबाट जाने चाहिँ त्यो आधिकारिक रूपमा हुँदैन र कार्य समिति बाहेक साधारण सदस्यहरूको जिम्मेवारीमा चाहिँ संस्थाको विरुद्धमा काम भएको भन्ने जनाउँछ त्यो कारणले गर्दाखेरि तपाईहरुलाई यो पनि जानकारी हुन जरुरी एकदमै जरुरी छ हो यी कारणहरूले गर्दाखेरि म अलिकति आवेग उठे माफ गर्नुहोस् मैले कुनै गल्ती गरेको छु भने माफ गर्नुहोस् मैले माफ माग्न जरुरी छैन किन भन्दा के रे सुरुमा नै के रे तपाईहरुलाई चाहिँ के रे भनिसकेपछि तपाईहरुको आफन्त मान्छे र हामीले व्याख्या गर्दा कसैको चालचलन आचरण प्रति कुनै किसिमको ठोस लाग्ने खालको कुराहरु छ भने त्यो हाम्रो होइन तर यथार्थ कुरामा चाहिँ भन्नुपर्दाखेरि चाहिँ अदालती रूपमा चाहिँ कुराहरु गर्नुपर्दा र यथार्थ कुरा भन्नुपर्दा त्यो कुराहरु पेन्सन गर्नुपर्ने हुन्छ त्यो गर्दा कसैको चित्त दुख्छ त्यसमा त हामी अलरेडी अप्लाई गरिरहेका छौं र जे होस् हामी कुन समाज उकेको अहिलेको कार्य समितिमा तपाईहरुको सहयोग बिना हामी त्यतिकै काम गर्न सकिदैन र अरु बाहिरबाट आउने जति पनि सदस्यहरूले चाहिँ आफ्नो जिम्मेवारी राम्रोसँग बुझिदिनुको लागि चाहिँ अनुरोध गर्दछु सरी मैले अलिकति धेरै टाइम लिएँ किन भन्दाखेरि यो हाल सम्बन्धित छ र अझै पनि तपाईहरुलाई चाहिँ अहिलेको चिठीमा देखाउँदै नदेखाएको र देखाउनै पर्ने कुरा चाहिँ देखाइएको छैन तर त्यो चाहिँ भविष्यमा अदालती रूपमा जानु पर्यो भने कुन समाज नेपाललाई पनि छ त्यो कुरा हामीसँग पनि छ तर हामी त्यसरी झैझगडा गर्न आएको होइन अर्को कुरा सामाजिक संस्थामा सेवा गर्न आउनुहुन्छ भने तपाईले बुझेको जानेको कुरा चाहिँ समाजको राम्रो काम गर्ने हो हामी सबैको इच्छा पनि त्यही नै हो तर संस्थाको विरुद्धमा जानी अनजानमा चाहिँ नराम्रो काम गर्नु हुँदैन भन्ने कुरा चाहिँ तपाई हामी मात्रै थाहा हुनुपर्छ तर त्यो कुराको व्यक्तिगत फाइदा उठाउने राजनीति गर्ने धार्मिक कुरा ल्याएर चाहिँ के रे झैझगडा गर्ने त्यस्तो कुरा चाहिँ सामाजिक सेवा होइन भन्ने कुरा चाहिँ मैले बुझ्छु तर हजुरहरूले चाहिँ कसरी बुझ्नु भएको छ जे भए पनि जिजुबाजे बाआमाहरू हामीभन्दा कति के रे अनुभवी व्यक्तिहरूदेखि माफ माग्दै सरी अलिकति मैले त्यति नै भन्न चाहेँ र यो कुराहरू यसो मनन गरिदिनुहोस् र नेक्स्ट एरियामा योभन्दा धेरै चाहिँ व्यक्तिहरू चाहिँ यहाँ उपस्थित भइदिनको लागि अनुरोध गर्दछु थ्यांक यू